हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग च्यानलमा स्वागत छ तपाईँहरूलाई। आज चाहिँ मैले दराजबाट माइक लगाएको थिएँ, कस्तो रहेछ यसो हेरौँ। म ओपन गर्दैछु। यो बाइकको चलाउँदाखेरि आवाज क्लियर आएन, त्यही भएर मैले इयरफोन हालेर कोसिस गरेको थिएँ। यो चाहिँ कस्तो छ हेरौँ साथीहरू। के छ यसको कभर चाहिँ यस्तो छ साथीहरू। यसलाई चाहिँ अझ राम्रोसित हेरौँ। दलाजले चाहिँ डह्रो गर्छ। मजाले प्याक गरेर पठाउँछ क्या साथीहरू। यस्तो भएपछि केही पनि हुन्न, चोटपटक पनि लाग्दैन। सायद बोया कम्पनीको रहेछ। यसको चाहिँ यसको पनि म चेक गरेर देखाउँछु साथीहरू। यसको भित्र खोलेर ल्याउँछु। यो चाहिँ राम्रै, यसको रेटिङ चाहिँ राम्रै देखिरहेको थियो साथीहरू, त्यही भएर मगाएको। लगभग अनलाइनमा आउँदाखेरि यसलाई चाहिँ यसको चाहिँ हामी यसो खोलेर हेरौँ है साथीहरू। यस्तो झोलामा आउँदो रहेछ साथीहरू। हेर्नुहोस् यसको दबाई केही छ किन। एउटा कार्ड हुँदैछ, मेनु कार्ड। कसै लगाउनु भने देखाउनु रहेछ साथीहरू। यो चाहिँ हामीलाई जरुरत छैन। यसको भित्र हेरौँ न पार्ट पुग्छ। यही हो मेन साथीहरू। यो चाहिँ त्यसलाई अर्डर नला निस्क्यो भने अनि साथीहरू यो चाहिँ माइक हो, माइक होला साथीहरू। अनि यो चाहिँ लगभग 5-6 मिटरको हुन्छ होला साथीहरू। यो चाहिँ यसमा पाइने एसेसरिज ब्याट्री पाउने रहेछ, लिड आउने रहेछ। डेकमा हाल्ने क्या हो, चाहिँ डेकमा हाल्ने क्या साथीहरू। अनि यो चाहिँ ब्याट्री आउने रहेछ सायद। यो ब्याट्री यसमा हाल्ने सेकुलेर हाल्नुपर्ने रहेछ साथीहरू। रहेछ ब्याट्री यसमा हाल्ने हुँदैछ साथीहरू। ब्याट्री चाहिँ यसैमा हाल्ने हुँदैछ साथीहरू। साथीहरू अब चाहिँ माइक लगाएर चेक गर्छु है साथीहरू। माइक लगाएर कस्तो आउँछ आवाज। अब चाहिँ साथीहरू मैले चाहिँ माइकबाट बनाइरहेको छु। कस्तो आउँछ साउन्ड, क्लियर आएको कि आएन यसो कमेन्ट गरिदिनु होला। यो चाहिँ सायद डेकमा लगाउने होला। यो चाहिँ मेनुहरू हेर्नुहोस् कसरी कनेक्सन गर्ने भनेर देखाएको छ। राम्रोसित हेर्न सक्नुहुन्छ, हेरेर तपाईँले युज गर्न सक्नुहुन्छ। त्यो त मलाई काम छैन। यो चाहिँ मेनु हेरेर तपाईँले के गर्नु सक्नुहुन्छ। यो माइक चाहिँ यस मलाई राम्रै लागिरहेको थियो, यो ठिकै छ जस्तो लागिरहेको थियो क्या। गुगलमा सर्च गर्दा पनि राम्रै जस्तो लागिरहेको थियो। कस्तो आउँछ साउन्ड भनिदिनु होला है साथीहरू। यो बोया कम्पनीको चाहिँ दराजबाट मगाएको साथीहरू। दराजबाट मगाएको राम्रै छ साथीहरू। यसको क्वालिटी ठिकै छ, पैसा अनुसार चाहिँ राम्रै छ। एक्स्ट्रा ब्याट्री दिने रहेछ। अनि यस ब्याग चाहिँ पाइँदैछ, पैसा हालिन्छ बेला बेला साथीहरू। यो चाहिँ म यो हालेर प्याक गर्छु। अब चाहिँ ब्लग चाहिँ खतरा हुन्छ
हेर्नु साथीहरू, अघि चाहिँ मैले माइक हालेर नहालेर गएको थिएँ भने चाहिँ अहिले चाहिँ मैले माइक हालेर हेर्नु साथीहरू, त्यस 5 मिटर जति हुन्छ यो साथीहरू। अब चाहिँ ट्याक्क हालेर बोया यामाई भन्ने है नाम साथीहरू। ल धन्यवाद साथीहरू, आजको यसको म भ्लग गर्दाखेरि तपाईँलाई सुनाउँछु यसको साउन्ड कस्तो हुन्छ भनेर। आज चाहिँ अनबक्सिङ गरेँ मैले चाहिँ उसको माइकको। अब चाहिँ कतिको साउन्ड आउँछ राम्रो भनिदिनु होला साथीहरू। यस्तै यस्तै भिडियोको लागि मेरो लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू, अनि सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। ल हस्त नमस्ते, गुड आफ्टरनुन, गुड बाई।